साथीहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला है। हामी पनि सन्चै सुविस्तै छ। आज चाहिँ हाम्रो लन्चमा चाहिँ यो लाली साग र सिमराया पकाउने आमाले है आमा। अहिले मजाले भात रातो पारेर खाने मिठो हुन्छ हो। अनि यो पकाउँछ आमाले अहिले। सिमराया हेर्नुहोस् तपाईँले, सिमराया हो यो चाहिँ होइन, सिमराया अनि यो लाली साग। अनि यो खाँदै गरेको भिडियो बनाउनु पर्छ हामी दुईजना है आमा। आलु पनि मिसाउनुहुन्छ? आलु मिसाउँछु एकदिन। आलु पनि मिसाउँछ, मिठो हुन्छ त आलु। आमाले चाहिँ यहाँ मैले हिजो एकदम मिठो बनाएँ भनेर आमाले आफै बनाउँछ अरे त्यही भएर है आमा। आमाले कम्प्लेन गरेर भयो त। सागमा हाल्नु लागि चाहिँ आमाले लसुन प्याज मजाले पिस्नु हुँदैछ है। अदुवा पनि हो है, अदुवा पनि अहिले सागमा हाल्नु लागि मिठो हुन्छ अरे। गाइस हाम्रो चाहिँ आमाले है मजाले लसुन प्याज अदुवा पिनेर चाहिँ साग बनाउने अरे हो। सो अहिले 12 बजी खानुको लागि है लाली साग तपाईँलाई अघि नै देखाइहालेँ है। म चाहिँ यहाँ भ्लग गर्दैछु, अहिले के पाक्छ कसो पाक्छ म तपाईँलाई देखाउँछु है। अनि बल्ल बल्ल लाइट पनि थिएन है, बल्ल बल्ल लाइट आयो। सो त्यही भएर मैले भर्खर फोनहरू पनि चार्ज गरेँ है। अनि अब हेरौँ है आमाले के गर्दो रहेछ किचनमा। सो लेट्स गो, अब चाहिँ किचनतर्फ जाउँ है हामी। गाइस हाम्रो चाहिँ यहाँ पापड पनि फ्राई गर्दैछ है अहिले लन्चको लागि हो। म चाहिँ पापड फ्राई गरौँ भनेको नगर्नु अरे हो, मैले सक्दिनँ अरे नि त। सो त्यही भएर हजुरले नै गर्ने अरे। दामी भयो पापड अहिले खानुको लागि। यो पापडहरू है यसरी फ्राई गरिसक्यो। यो चाहिँ हामी सागमा हाल्नुको लागि मसला। सुक्खा खोर्सानीको अचारको पुरा आमा चाहिँ फ्यान हो नि त। अचार बिना आमालाई भात रुच्दैन। सो त्यही भएर आमाले चाहिँ अचार डेली पिस्नुहुन्छ, अल्छी लाग्दैन अरे पिरो खान्छ पुरा। सो त्यही भएर यहाँ रेडी छ, बोइल गरिसक्यो होला तातो पानीमा, अनि बादमा पिस्छ अरे। गाइस यहाँनिर चाहिँ हाम्रो भात पनि माम पनि रेडी भइसक्यो। सो अहिले तपाईँलाई बादमा भेट्नेछु। यो साग पनि गाइस रेडी भइसक्यो। अनि दाल पनि पाक्यो है। के यो हावा पस्यो होला। गाइस यहाँ चाहिँ दालहरू पनि पाकिसक्यो, सबै भइसक्यो। अब खानुको लागि रेडी छ। बादमा तपाईँलाई फेरि खाने बेलामा भेट्छु। यो चाहिँ मुसुरको दाल हो। ठिकै भएछ आमा? सक्नु त ठिकै भयो है। गाइस हामी चाहिँ तपाईँको माझमा फेरि आइपुग्यो है। यसरी नै हामीले दुईजना आमा मैले है राइस अनि यो चाहिँ लाली साग, यसमा चाहिँ मिक्स पनि छ, सिमरायोको साग छ। अनि त्यस्तै गरेर यहाँ हेर्नु सक्नुहुन्छ तपाईँले मुसुरको दाल छ, मुसुर दाल। त्यहाँदेखि यो चाहिँ आमाले अघि पिन्नु भएको सुक्खा खोर्सानीको चटनी अचार है। अनि त्यसै गरेर हाम्रो साइडमा पापड पनि राखेको छ। अनि त्यसै गरेर यहाँ लप्सी पनि राखिसकेको छ। अनि ढिला नगरिकन हामी चाहिँ स्टार्ट गर्नु आँटेको ल। त खानु आमा, अचार हाल्नु हालिदिनु, ढिला नगरिकन तातो खमै है। दाल हाल्नु तपाईँ। दाल चाहिँ हामी मोटो खाँदैन नि त, पातलै मन पराउँछ। सुत्दै भएर पातला बनाएको। स्टार्ट गरौँ है। साग चाहिँ दामी भएछ, दामी साग चाहिँ आमाले बनाउनु भएको, टेस्टी भएछ। यसमा तपाईँहरूलाई अघि नै भिडियोमै भनिसकेँ, आमाले मजाले पिसेर अदुवा लसुन प्याज टमाटर पिसेर चाहिँ यो सागमा हालेको। तर त्यस्तो चाहिँ फर्स्ट टाइम मैले आमाले हालेको दिएको, नभए चाहिँ सिम्पल नै दिएको थिएँ नि त। तर यस्तो गरेर बनायो भने त गाइस मिठो हुने रहेछ।
पापड पनि खानु अचार खायो लास्टको दामी है दामी टेस्टी लप्सीको पनि एउटा ट्राई गरौँ यो चाहिँ अमिलो अमिलो पिरो पिरो छ टेस्टी नै छ साह्रै पिरो छैन लास्टको अचार है अमिलो अमिलो कम्ती पिरो पिरो छ अहिले चाहिँ हाम्रोतिर यही हरियो परियोहरू पुरा भएको छ नि त अहिले चाहिँ हामी यही खाएर गएको छ नुन पनि ठिक्कै भएछ सब्जीमा है नुन पनि ठिकै छ खानापिना टेस्टी भएछ मान्छेले मासु मासु मात्रै भन्छ हाम्रो घरमा चाहिँ एभ्री डे मासु हुन्छ ग्यासबाट डेमा चाहिँ हामी भेजै प्रिपेयर गर्छ किनभने डेमा चाहिँ टाइम पनि मिल्दैन अनि बेलुका चाहिँ मासु तपाईँलाई बादमा डिनरको पनि हामी भिडियो लिएर आउनेछु है गाइस अब तपाईँलाई थाहा नै छ है गाउँमा कोही बेला अब अलिकति हावा चल्नु हुँदैन अलिकति पानी आउनु हुँदैन बत्ती गइहाल्छ त्यही भएर तपाईँहरूलाई नाइटको म भिडियो पनि गरेर देखाउनै पाएको छुइनँ है बत्ती जाँदै आउँदै गर्दैछ दिनभरि घाम लाग्छ हो आफ्टरनुन यता सब पानीहरू पर्छ है यो नसोच्नु कि मैले किन यो कोम यता लगाएँ भन्दा अघि मगाएको थिएँ नि त सो त्यही भएर मैले चाहिँ कोम लगाएको थिएँ आमा पनि भनिदिनु यहाँ भिडियोमा पानी पऱ्यो नि त है त्यो भएर त मेरो च्यानललाई लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् भनिदिनुहोस् न भन्नु न चाङको च्यानललाई लाइक गरिदिनुहोस् है भनिदिनु अब उयस गरिदिनु होइन लाइक गरिदिनुहोस् भन्नु सेयर गरिदिनुहोस् भन्नु न तपाईँहरूले सेयर गरेको एकदम धन्यवाद राम्रो राम्रो भिडियोहरू ल्याएर चाहिँ आउनेछ है आमा राम्रो भिडियो ल्याएर चाहिँ आउनेछ मोमोकोहरू भयो अगाडि थुक्पाहरू भयो है अब के ल्याउनुहुन्छ आइटम ल्याउनुपर्ने चिकन है थुक्पाहरू कौडी है कौडी मिठो हुन्छ त्यो झोल कौडी यो चाहिँ मिठो लाग्यो आज चाहिँ अचार त्यति साह्रो पिरो लागेन आएमा सधैँ कम्ती पिरो है चिकन कम्ती हाल्नु नि मैले एकदम टेस्टी भएको छ है त्यस्तो खाने पापा आज
आज अलिक छिटो आयो है कहाँनिर गुम्बामा हो क्या है बजाउँछु जस्तो बाजा हेर्नु गएको सुन्नु रक्सीको त मिठो भएको छ है चाहिँ टेस्टी माइकहरू बजेको सुन्नु त कहाँ हो तलतिर मिठो धनियाले चाहिँ दामी फ्लेभर ल्याउँछ है पापा चाहिँ खाइदिनु फेरि छ रहेछ धनिया हो अब त्यो अब अर्को महिनातिर राम्रो हुन्छ हौ धनिया अनि मोमोहरू त मिठो छ नि सुन्नु है चटनी बनाउनु हो दालतिर मासुतिर राम्रो सुपहरू है दाल खानु न खाँदैछु त गाइस मैले चाहिँ खाइसकेँ रित्तो भाइ थाल दुईवटा लप्सी त्यति खाएको भयो अचार दाल पापड भात सो आजको भिडियो चाहिँ गाइस यति नै थियो है हाम्रो यो मुकबाङ भिडियो नेक्स्टमा पनि हामी राम्रो राम्रो भिडियोहरू लिएर तपाईँहरूकोमा आज उपस्थित हुनेछ सो मेरो च्यानललाई तपाईँहरूले लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् है हामी सासूहरूलाई धेरैभन्दा धेरै माया गरिदिनुहोस् भन्ने तपाईँलाई आशा राख्दछु र आजको भिडियो यति नै थियो सो गाइस सी यू इन नेक्स्ट भिडियोज बाई बाई